नमस्कार साथीहरू। आज धेरै दिन पछाडि सपरिवार हामी ह्यारिसबर्गबाट रोचेस्टरको यात्रा गरिरहेका छौँ र परिवारमा हामी मेरो श्रीमती र मेरो नानीहरू इस्माइल र प्रिन्स्टोन र दिदीको नानी पनि साथमा हामी यात्रा गरिरहेका छौँ र ह्यारिसबर्गबाट रोचेस्टरको यात्रामा देखिएका यति सुन्दर हरियाली डाँडाहरूलाई अवलोकन गर्दै यो दृश्यलाई हेर्दै हामी अघि बढिरहेका छौँ र यहाँबाट हामी रोचेस्टर पुग्नका लागि समय मिनिमम 4 घन्टाको यात्रा हुनेछ। यहाँ अगाडि हाम्रो दिदीको गाडी, सुमित्रा दिदीको, र त्यस गाडीलाई र साथी अशोक राईले हाँकिरहेको छ र यो यति राम्रो सुन्दर दृश्य देखेको हुनाले गर्दा म यो दृश्यलाई कैद गर्न मन पर्यो र यो यात्रा अति सुन्दर र सम्झना रहित हुनेछ भन्ने विश्वास गरेको छु र हजुरहरूले यस दृश्यलाई हेरेर मनोरञ्जन गरिदिनुहुन्छ र कमेन्टहरू पनि लेखिदिनुहुन्छ भन्ने आशा गरेको छु। हाम्रो यात्रा अति सुन्दर, यस्तो राम्रो राम्रो दृश्य, हरियाली जङ्गल, यस्तो राम्रो दृश्यहरूलाई अवलोकन गर्दै हामी अगाडि बढिरहेछौँ। बायाँपट्टि एउटा खोला कुदिरहेको छ भने बायाँपट्टि हाम्रो गाडीहरू कुदिरहेको छ र आकाश पनि यति मजाको बादलहरू देख्न सकिन्छ र हामी यो यात्रा रोचेस्टरको किन गऱ्यौँ भन्दाखेरि मेरो श्रीमतीको बुवा मम्मीको घरमा पूजा 2 दिने पूजा हुन गइरहेको छ लामा गुरुहरूबाट र त्यहाँको यात्रा गर्न गइरहेका छौँ। हजुरहरूले यस यात्रालाई हेरेर मनोरञ्जन लिइदिनुहुन्छ भन्ने आशा गरेको छु र आज सहज रूपमा, अति सुन्दर रूपमा मलाई सहयोग गरिदिनु हुने, ड्राइभिङमा सहयोग गरिदिनु हुने मेरो श्रीमतीलाई धेरै धेरै धन्यवाद र यहाँ पछाडि बहिनी सेलिस्टिना, इस्माइल, प्रिन्स्टोन रहेको छ भने अगाडिको सिटमा म र मेरो श्रीमती रहेको छ र यसरी नै हामी अगाडि बढ्ने क्रममा लगभग धेरै समय बाँकी छैन, आधाउधी हामी हिँडिसकेका छौँ। मेरो नानीहरूलाई पनि धेरै थकान लागेको जस्तो छ। हिजो केन्टुकीबाट ह्यारिसबर्ग आइएको र ह्यारिसबर्गबाट आज माउलो घरदेखि ठुलो मम्मीको घरदेखि हामी बडामाको घरदेखि हामी पूर्ण रोचेस्टर लागेका छौँ र यसरी यात्रा सहज भएको छ र यो यात्रालाई सहज बनाउन हामीलाई धेरै धेरै खुसी भएका छौँ र धन्यवाद। हजुरहरूले हेरिदिनु भएकोमा धन्यवाद। थ्याङ्क यू।